त हामी फिल गर्छु कि यो डल भएछ पुरै डल एक्साइटमेन्ट छैन त यो के हो हामी तँलाई प्रश्न गर्छु कि फेरि भन्छ कि त हु लेट द डग आउट बता Who let the dogs out? बता यो कुरा भयो छोडिदिहालौँ छोडिदिउँ किन यार त्यो छुटेको कुत्ता आएर टोकिदियो भने तिमी जिम्मेवारी लिन्छेस् हु लेट द डग आउट बता अब के काटिलियो भने के अब न चब बता न हु लेट द डग आउट कुकुरको कुरा छोडौँ त्यसपछि यहाँलाई के कुकुरको कुरा छोरो हुन्छ गाडा जस्तो पत्रकार छ के यार भनेपछि यहाँलाई केही पनि कुरा एक्साइटमेन्टै लागेन के एक्साइटमेन्ट छ यहाँ हुन्छ कि तातो कुत्ता खान्छ मान्छे हट डग तातो कुत्ता यो कुन खानाको नाम हो खान्छ बर्गर कुनै के एउटा हुन्छ सलामी खान्छु हेर यार दिनरात हामीलाई गाउँमा सलामी दिन्थ्यो यहाँ सलामी खान्छ यो कुन खाना हो बता कुन खाना हो हामी दाल भात पावर 24 आवर यो हो खाना हेर्न साफ सुकिहालेछ यो Hot dog. पुरा हटै डग खाएछ साफ हेर छेछराइकन मुख हेर्न रे पोलियोको ब्रान्ड एम्बेसडर साला दिमाग खराब गरिदिएछ कपाल हेर्न कोही लाग्छ पान खाएर थुकिदियो के गरेछ बाबु आफ्नो हालत त सुधार बाबु हटै डग नखा तातो कुत्ता खाँदा खाँदा त्यस्तै भइहालेछस् के हालत हेर केही खान पाँदैन त जहर खाइले यस्तो शरीरमा कपाल पनि कुकुरकै पुच्छर जस्तो अब त बिचमा के थपिरहेछ मार मुछस् घरमै घुसस् साला एक फर्काइदिन्छु तेरो को बोलिरहेछ यहाँ त बाबु के रे बाबु यो कपालमा खिया लागेछ खाक्सी लगा न यो यहाँको फेसन हो यो कुन फेसन हो साला हाम्रो त चोर पक्राएपछि यस्तो कपाल काटिदियो नागा बगलो यस्तो पत्रकार के हो र को हो यार यो आमको गाँसीमा पैदा भएछ जस्तो छ के भो भन् अर्को प्रश्नतिर लागौँ अब हेर साला यो मान्छे दुई प्रश्नमा यो झेल्न सक्दैन यो मलाई प्रश्नमाथि प्रश्न सोधिरहेछ यार त्यसलाई हामी एउटा प्रश्न सोध्छौँ भागिहाल्छ क्या चल बता यो जुन हाम्रो नेपालमा लाठी चार्ज गर्छ नि पुलिस त कुन चार्जर प्रयोग गर्छ बता बगलोल फेन्ड भइहाल्छ छोड दे सोध तेरै सोध अर्को प्रश्न यहाँलाई नेपाललाई अमेरिका जस्तो बनाउन के गर्नु पर्ला तेरो मुख फोर्नु पर्छ तँलाई साफ सिलौटामा राखेर पिसिए दिनुपर्छ क्या तेरो माथि डोजर चलाइदिनुपर्छ बगलुन यो कुन यार साफ श्रीमतीको डिबी परेर आएको मान्छे जस्तो छ यार यो साला दिमाग खराब गरेछ यार आफ्नो पैसाले मापसै गर्दैन नि यस्तोहरू फोकटको खान्छ क्या साफ हेर न अनुहार लोट्रीको टिकट जस्तो छ त्यो पनि नपर्ने क्या बगलोल एउटा कुरा अमेरिकालाई त अमेरिका रहन दे नेपाललाई किन अमेरिका बनान्छस् रे किन बनान्छस् तिम्रो काका ठिकदार हो अमेरिकालाई के नेपाललाई अमेरिका बनाउँछ नेपाललाई कसरी राम्रो नेपाल बनाउनु पर्छ सोध्न बा मुख फारेर भनिदियो अमेरिकालाई नेपाल जस्तो नेपाल जागर तै बना पागला कहीँ पग्ले दिमाग हाफै माइन्ड हो यो पुरा दिमाग छैन पोलियोको ब्रान्ड एम्बेसडर ल भयो मिठालालजी अर्को प्रश्नतर्फ लागौँ भन के भन न त प्रश्न के देखिएको छ यहाँ नेपाली कलाकारहरू अमेरिका आएपछि लुक्छन् भाग्छन् यो बारेमा यहाँ के भन्नुहुन्छ पागला यो दिमाग साफ खराब गरिसकेछ यार मेरो ब्लड प्रेसर त्यसै हाई छ साला भर्काइदिउँ जस्तो लाग्छ क्या यसलाई के रे पगला दिमाग छैन नेपाली कलाकारहरू काँदैन भाग्छन् लुक्छन् दिमाग छैन के नेपाली कलाकारै भागेछ लुकेछ यहाँ मन्त्री भागिहालेछ सचिव भागिहालेछ खेलाडी भागिहालेछ तिमी कलाकारलाई किन टकस्लिरहेछस् रे त्यही पनि एउटा कुरा बता कि जुन यो टेक्सस छ जहाँ त टेकाएर बसिरहेछस् यो टेक्सस नेपाल भन्दा कति ठुलो छ रे बगलोल 4.5 4.5 गुणा त नेपाल भन्दा यो टेक्ससै ठुलो छ त यत्रो ठुलो ठाउँ छ यो अमेरिका यहाँ आएपछि मान्छे लुक्ने भाग्ने होइन नि बगलोल हराइहाल्छ क्या पुरै हराइहाल्छ त घर जान्छु भन्दा घरको बाटो खोज्दा 5 साल त त्यतिको बितिहाल्छ त मान्छे हरबराएर भुनिदिन्छ कि भागिहाल्यो लुकिहाल्यो
त्यो भागेको लुकेको होइन नि बग्लो, हराएको हो के। त सभ्य हो न, मुख फारेर पत्रकार बनिहाले चाहिँ म स्टाफ कानमा टप लगाउँदैमा मान्छे टपमा पुग्दैन क्या, दिमागमा हुनु पऱ्यो क्या बग्लो। मिठाईलालजी, यहाँले त मलाई श्रीमतीको डिबी परेर आएको भन्नुभयो। तपाईँको त अनुहार हेरेर डिबी परे पनि नदेला जस्तो छ। यहाँले भर्दै भर्नु भएन कि परे पनि दिएन? ए बग्लो के कुरा गर्छ रे, साफ दिमाग छैन यार, दिमाग चाटिरहेछ क्या। यहाँ मह लगाइदिउँ, यहाँ आएर चाट्ला पगला कहीँका। यहाँ सुन रे बाबु, अमेरिकाले मलाई डिबी नदिएकोमा अमेरिका इज लुजिङ समथिङ, लेट मी रिमाइन्ड यु। किन भन्दा हामी जस्तो मान्छेलाई डिबी नदिनु भनेको यही देशको लस हो, एउटा कुरा बुझ। त्यही पनि हामी कहिले पनि डिबी पार्दैन क्या। हामी डिबी खान्छु, यु अन्डरस्ट्यान्ड? हामी डिबी के गर्छु? खान्छु। डिबी मतलब हाम्रो लागि के हो थाहा छ? डी फर दाल, भी फर भात। डिबी, हामी सधैँ डिबी खान्छु, दाल भात खान्छु। बगल्लो हट डग, तातो कुत्ता। ठिक छ मिठाईलालजी, यहाँको कुराहरू पनि बुझियो। अब कार्यक्रमको अन्त्यमा यहाँलाई अन्तिम प्रश्न सोध्न चाहन्छु। अमेरिकामा बस्ने नेपालीहरूलाई यहाँ के भन्न चाहनुहुन्छ? अमेरिकामा बस्ने नेपालीहरूलाई के भन्न चाहनुहुन्छ? ए बग्लोल पत्रकार, तेरो तलब कति छ रे? मेरो तलब कति? मतलब नेपालमा त 19,500 छ के। तेरो यहाँ के तपाईँको के छ भनेर हामी सोध्दै, खै ठिकै छ, त डलरमा खायो होला के अन्त। कोही काम गर्छ तिमी, के पत्रकारै हो कि के हो? खैर ठिकै छ। अब हामी बोल्छौँ कि नेपालीहरू जति पनि अमेरिकामा बस्नुभयो, हामी भन्न चाहन्छौँ कि नेपालीको मन त भयङ्कर ठुलो छ, भयङ्कर ठुलो छ। अमेरिका भन्दा पनि नेपालीको मन ठुलो छ क्या। अमेरिका भन्दा पनि नेपालीको मन पुरा ठुलो छ। त्यो अब यो के छ कि यो हामी जति पनि नेपालीहरू छु, हामी पहिला संसार बनाउन लागेको छु। दुबई, कतार, मलेसिया त हामी यो बनाएको, बुझ्नुभयो नि। त अब हामी अमेरिका, जापान बनाउन पनि हाम्रो पुरा सहयोग छ क्या। त्यसकारण हामी पहिला संसार बनाउँछु, हाम्रो देश भनेको हामी बिस्तारै बनाउँदै गरौँ भन्ने हाम्रो विचार हो। त हामी यही विचार राखेको यो अमेरिकामा बस्ने नेपालीहरूलाई भन्न चाहन्छु कि तपाईँ संसार त बनाइरहनु भएछ, देशको बारेमा पनि हल्का सोच्नु होला, सोचिरहनु भएछ भनेर भन्न चाहन्छु। धन्यवाद। यो प्रोग्राम यो कहाँ आउँछ बाबु? कान्तिपुर टेलिभिजनमा हो। गजब, यो कान्तिपुर टेलिभिजन ठिक छ बाबु। यो कुन बार आउँछ बाबु? सोमबार ठिक 9 बजे। सोमबार ठिक 9 बजे आउँछ। कार्यक्रमको नाम के हो बाबु? वाट द फ्लप। वाट द फलोअपमा हामीलाई बनाउँछ। वाट द फलोअप साला तो बगलोलको कारणले गर्दा यो पोलियो जस्तो पत्रकारलाई हामी यहाँ हेर्नु भयो। वाट द फलोअप साला ने अमेरिकामा पनि वाट द फलोअप चलाएको छ।